हेर केटीहरू अझ पनि स्किन केयर गर्न सुरु गरेको छैनौ ओ माई गॉड कति भन्नु कतिजना कन्टेन्ट क्रिएटरहरूले तिमीलाई भनिसक्यो स्किन केयर सुरु गर तर तिमीहरू त्यो स्किन केयरको सामानहरू चाहिँ कि वार्डरोबमा कि टोयलेटमा लगेर राखेर सजाएर मात्र राख्छौ किन किनेको त्यत्रो पैसा हालेर स्किन केयर गर्नलाई किनेको होइन सुरु गर त ल आऊ सँगसँगै सुरु गरौँ म पनि मोटिभेट गर्छु किनभने त्यहाँ मेरो मुखमा हेर त कति धेरै दाना त्यो दाना किन आएको थाहा छ मैले पनि त्यो टोयलेटमा सजाएर राखेको भएर त्यो दाना आएको हो कि सो मैले सुरु गर्न सक्छु भने तिमीहरूले किन सक्दैनौ अल्छी नगर के थाहा छ मलाई कामबाट थाकेर आएको हुन्छौ कति काम हुन्छ घरको कामले थकाइ यताको कामले थकाइ हुन्छ तर यो मुखलाई पनि कति थकाइ लागेको हुन्छ नि त बिचरा यसलाई पनि त माया गर्नु पर्यो नि त आफ्नो मुख हो अर्काको मुख हो र भनेको त्यही भएर त्यो टोयलेटमा तिमीहरूले सरक्क राखेको छौ नि किन्दै ल्याउँदै त्यो वार्डरोबमा त्यो टोयलेटको ड्रोयरमा त्यो वार्डरोबको ड्रोयरहरूमा या त तिमीहरूको ड्रेसिङ टेबल्सहरू छ भने ड्रेसिङ टेबल्समा राखेको कुरालाई चाहिँ खुरुक्क सरक्क निकाल र सुरु गरिहाल तिमीहरूले आज सुरु गर्यो भने भोलिदेखि हेर त ग्लास स्किन बनाउनुपर्छ अहिले कति ग्लास स्किन हुन्छ केटीहरूको देख्दा पनि कस्तो टल टल्किन्छ कति राम्रो देखिन्छ हामीलाई पनि त्यस्तै राम्रो बन्नु छ नि ल अब सुरु गर है तिमीहरू पनि मैले जस्तै गरी छिटो सुरु गर म पनि अब दिनकै यस्तै गरी भिडियो बनाएर हाल्छु अनि मेरो भिडियोमा चाहिँ लाइक पनि गर ल यदि तिमीहरूको फर यू पेजमा आछ भने चाहिँ मलाई कमेन्ट पनि गर ल सो यति मोटिभेटले आज पुग्छ होला है त ल बाई